नमस्कार। यो चाहिँ सङ्खुवा सभाको तुमलिङटार स्थित कुमाल बस्ती। यहाँ चाहिँ करिब 56 वर्षीय अन्दाजी 56 वर्षीय व्यक्तिलाई 24 वर्षको विक्रम कुमाल भन्ने व्यक्तिले हत्या गरे पछाडि यो तिहारको दोस्रो दिनमा यो घटना घटेको छ र यो घटना पछाडि पोस्टमार्टमको लागि अहिले शवलाई यो गाडीबाट हस्पिटल पोस्टमार्टमको लागि लाने तयारी भइरहेको छ। अहिले चाहिँ शवलाई पोस्टमार्टम गर्न जिल्ला हस्पिटल खातगरी लाने तयारी भइरहेको छ। यहाँ लाइनको माथिबाट हत्या गर्ने व्यक्ति नियन्त्रणमा लिइसकेको जानकारी प्राप्त भएको छ। यहाँ तुमलिङटारको माथिल्लो कुमाल बस्ती। अलिकति यहाँ लाइट बाल्दिनु न। तपाईको छोरा कस्तो स्वभावको हो? अलिकति मेरो मादक पदार्थ सेवन गर्ने, जाँडसी बढी तपाईले धामी बोलाउन जानु भएको थियो? धामी बोलाउन गएको थियो। जान्दै गएको थिएँ तर घरमा चाहिँ आइपुगेँ। ए घरमा नआइपुग्दै उतैनेर मरिसकेको भन्ने मात्रै थाहा पाउनु भयो? धामी आइसक्यो, तपाईँ चाहिँ आइपुग्नु भएन कि? म चाहिँ अगाडि आइसकेको, धामी चाहिँ पछि आयो होला। अनि थाहा पाउनु भएन त? झगडा गरेको यसो खरो बोल्थ्यो होला नि त उनीहरू झगडा गर्दाखेरि। त्यस्तो घटना घट्ने बेलामा त यसले बोलाएर लिएको, यसले बोलाएर लिएर धामी पनि आएको। धामी आएर पनि यता त्यता नि गरौँ, म तेरो छोरा निको बनाइन्छु नि गरौँ, निको बनाइन्छु नि गरौँ।
भने चाहिँ अहिले चाहिँ हालसम्म के गर भन्दाखेरि तमुला जा जा बनाऊ जा बनाऊ जा भन्दाखेरि ऊ भुन कन्या के हिँडो निकेर हिँडिसकेपछि अनि हामीले चाहिँ कसले जा चाहिँ कसले जा भनेको यसैले तपाईले जा भन्नुभयो र नि त हामी जा बनाऊ आइसकेपछि यता यता जाजा बनाऊ जाजा बनाऊ जाजा भन्नु थियो गयो ल जाऊ ल तिमी गर जाऊ मलाई भनिदिएँ मैले गर जाऊ त्यस्तो खालको कुरा नगर दायाँ बायाँ कुरा नगर भने अनि उनीहरूले चाहिँ ए देउसिरी भाइले खेल्नुपर्छ भरे पनि भनेर त्यस्तो खालको कुरा नि गरे अनि त्यहाँबाट जाँदा जाँदै तपाईँको छोराले मारेछ होइन मैले देखिनँ मैले देखिनँ ए बिहानको चाहिँ बिहान कुरा ए ठिकै छ ल तपाईँहरूको कुरा समग्रमा बुझ्यो है तपाईले बोलाउनु भयो हैन यसको पोस्टमार्टम बसाउनको लागि यहाँ तपाईँलाई देखिरहेका छौँ स्थानीय धेरैजना हुनुहुन्छ यो घटनास्थल हो यो शङ्ख सभाको तुमलिङटा जहाँ चाहिँ एक 24 वर्षको युवाले करिब 56 वर्षको व्यक्तिलाई हत्या गरेको भन्ने आरोप लागेको छ र हत्या भएको छ। सम्बन्धित निज कसुरदार व्यक्तिलाई पक्राउ गरी नियन्त्रणमा लिइसकेको प्रहरीले पनि जनाइसकेको छ। पोस्टमार्टमको लागि सब घटना घटेको घर कहाँ कुन हो पल्लो घर हो यहाँ स्थानीय यो तलको घर देख्न सक्छौं त्यो घर चाहिँ कसको हो मृतकको हो मर्ने मान्छेको हो मर्ने मान्छेको कि मर्ने मान्छेको उहाँ यो मार्नेको चाहिँ यहाँ मर्ने मान्छेको यतापट्टिको हो यहाँ मरेको चाहिँ कहाँ झगडा थियो कि के थियो उहाँ के भएको थियो थाहा छ तपाईहरुलाई हामीलाई त्यस्तो त केही थाहा भएन हामी चाहिँ अहिले भर्खर अगाडि पछाडि भन्ने थाहा हुन्छ नि त झगडा केही थियो कि त्यस्तो के थियो बिमारी थियो अरे त्यो मान्छे चाहिँ काट्ने चाहिँ ए अँ हजुर अनि त्यो काट्ने चाहिँ बिमारी थियो अरे अनि धामी धामी हो नि त ए धामी बोलाएको धामीलाई नै खेदेर यस्तो यस्तो घटना भएको त्यही हो। बिरामी चाहिँ कस्तो खालको बिरामी थियो अब त्यो के भन्नु हाफ माइन्ड ए काट्ने मान्छे चाहिँ हाफ माइन्डको हो ए ओके काला मान्छे आयो कि आयो भनेर भन्यो मान्छे आउनु बित्तिकै यताउता भन्ने अरे क्या ए अँ खास त त्यस्तो बिरामी भएर धामी ल्याएको तर धामीलाई नै अन्तिममा उ गरिदियो होइन धामी हो नि त उता ए अनि धामीलाई चाहिँ यताउता गरेर खेती त्यस्तो पुरानो रेसिपी त्यस्तो केही पनि होइन त्यो त थाहा भएन। समग्रमा बुझ्दा ऊ अलिकति दिमाग कमजोर भएको अब गाउँघरको उनीहरूको यो गाउँघर हो हामीलाई चाहिँ थाहा भएन। तपाईको घर कहाँ हो मेरो माथि ए माथि हो। माथि हो यहाँभन्दा माथि नै 10 मिनट 15 मिनट माथि। नमस्कार यो चाहिँ अहिले सब यो सबलाई चाहिँ अलि पछाडि आउँ जिल्ला अस्पताल लगिएको छ। हामी यहाँका स्थानीयहरूसँग सामान्य कुराकानी प्रहरीको टोली पनि लगभग यहाँको मुचुल्का तयार गरेर फर्किसकेको जस्तो छ। प्रहरीहरू फर्किसक्नु भयो ए तपाईँ कति बेला आइपुग्नु भएको थियो म देर भएको छैन 15 मिनट भयो। ए तपाईँले चाहिँ कसरी थाहा पाउनु हो कसरी थाहा भएन गाउँघरमा त यसो थाहा भइहाल्छ। ए ओके। सामान्य कुराकानी बुझिरहेका छौँ। यो घटना कति बजेतिर घटेको अलिकति ठ्याक्क बताइदिनुहोस् न। उहाँ भर्खर आउनु भएको रहेछ 6 बजीतिर मैले त सुनेको थिएँ त्यतिखेर हो 6 बजे 6:30 बजे त्यतिखेर। यो घटनामा चाहिँ जो संलग्न व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइसकेको भन्ने जानकारी छ। उहाँहरू भर्खरै आइपुग्नु भएको रहेछ।
माटाकुट थियो गोइलाको अनि त्यसको छोराले एक दिन मार्छु नै भनेर भन्थ्यो ए पहिला त्यस्तो थियो उनीहरूको झगडा नि गरेको अलिकति लाइट देखाइदिनु न के बोक्नु भएको तपाईँले के को बिरुवा बोकेको यो राख्दिनु अरे त्यहाँ भनेर घरमा लगिदिएको घटना घटाउने र अहिले जो हुनुपर्ने मृत्यु हुनुभयो नि उहाँहरू दुवैजना कुमाल हो त्यही त यो कुमाल बस्तीमा 5-6 महिना अगाडि मात्रै पनि यस्तो खालको घटना घट्यो यहीँ अलिकति मासतिर होइन तपाईँहरूको यो कुमाल बस्तीमा चाहिँ यस्तो घटना ज्यादै देखिरहेछ हो कि है को हो रुने मान्छे छोरी हो नि बाउलो के हो भने यसले के नबोलाउनु पर्थ्यो अनि धाम हिँड्थ्यो यो के अरे यो आमा चाहिँले बोलाएर लिएको थियो यहाँ उसका आमा बाबुलाई चाहिँ नकाट्नु नकुट्नु अरूलाई चाहिँ कुट्नु काट्नु भनेपछि यसको के हो त सर कि आमालाई काट्नु पर्थ्यो त्यस्तो बाउला थियो भने कि बाउलाई काट्नु पर्थ्यो थियो होइन मारेको होइन भन्दै गएको उही नै ओह उहाँ लेखेको गएको रहेछ हामी त घरमा तपाईँहरूले त्यो मारेको ठाउँमा चाहिँ देख्नुभयो त्यहाँ ए पछि आउनु भएको है तपाईँहरू ए ओके हुन्छ हस् हुन्छ ल पछिबाट आउनु भएको पछि आउनु भएको रहेछ उहाँहरू घटना घटेको हामी चाहिँ यो बिरामी भएको व्यक्ति चाहिँ यो ठाउँमा घटना भएको भन्ने केही समय अगाडि पनि केही महिना अगाडि यस स्थानमा यस्तो ठाउँमा हत्या भएको रहेछ खेदे एकदमै निकै खेदे हत्या गरे जस्तो देखिन्छ यहाँ कुस्ती परे जस्तो देखिन्छ है अब पर छ ब्लड छ त्यो ब्लडलाई हामीले देखाउन मिलेन जहाँ बत्ती बलेको छ त्यहाँ रक्तम्य रहेछ त्यहाँनिर यहाँ निकै कुस्ती परेको रहेछ कि यो पुरै दुईजना फाइट परेको थियो होला कि यतापट्टि घर देखाउँछ यो चाहिँ निकै मान्छे लाखपा परेको जस्तो देखिन्छ कि एकदमै यो पुरै तर हुन त यो पछाडि अनुसन्धानको क्रममा पनि मान्छेले मारेको हुन सक्छ तर पनि घर यता छ तर यो घर बस्ने ठाउँ त होइन नि त यो त यहाँ बसिरहेको त थिएन बाहिरबाट खेदेर लिएर यो ठाउँमा चाहिँ यहाँनिर अलिकति यो अब अलिकति कम्युनिटी गाइडलाइन्सले दिँदैन त्यही हुनाले पनि हो यहाँ ब्लड छ यो बारको फेदमा फाइटिङ परेको जस्तो देखिन्छ कि यहाँ चाहिँ र हामी यता सबैतिर एकलट हेरौँ आफै भन्नुहुन्छ अघि चाहिँ म भित्र पसाए मलाई चाहिँ तपाईँ चाहिँ पागल छ कि त्यो सकिसक्यो त्यो छोराको कुरा नगर्नु अब कर्णबारलाई तपाईँले बोलाएर आउनु मेरो घरमा आइपुगेकै छैन अनि आयो कि आँगनमा आयो कि कहाँ आइपुग्यो केही हुँदैन भन्दा के हुन्छ मैले बोलाउनु जे छ त्यो भन्ने हो नि भोगिहाल्छ त्यही र त तिम्रो छोराले भन्ने त छोराले काटेको मारिसक्दा नि थाहा थिएन आमालाई अनि त्यही भएर उसलाई थाहा अध्यक्ष नमस्कार हामीसँग चाहिँ 9 नम्बर वडाको वडाध्यक्षज्यू घटनास्थलमा हुनुहुन्छ। अध्यक्षज्यू तपाईँले यहाँको घटनाको बारेमा कसरी बुझ्नु भएको छ के बुझ्नुभयो के अवस्था हो जानकारी गराउनुहोस् न। धन्यवाद यहाँहरूलाई पत्रकार मित्रहरू। अब हामीले अहिलेसम्म बुझेको र घटनास्थलको सत्य तथ्य कुराहरू चाहिँ के हो भनेदेखि विक्रम कुमाल भनेको पीडक
विक्रम कुमाल चाहिँ विगत 2-4 दिन अगाडिबाटै ऊ चाहिँ वान वे अथवा चाहिँ साइको हिसाबको भएको रहेछ। त्यो हामीलाई जानकारी त थियो, तर यो खालको चाहिँ उसले विकराल स्थिति सिर्जना गर्छ भन्ने हामीले यो गरेनौँ। त्यसो भएको हुनाले यो अहिले मृतक धर्मराज कुमाल चाहिँ आज हामीसँगै दिनभरि लेखनाथ गौतमको घरमा लगायत उसले लक्ष्मी पूजा पनि गर्यो, गर्दाखेरि हामीसँगै थियो। त्यसो हुँदाखेरि ऊ आफैमा खराब र त्यस्तो झगडा गर्ने, लडाइँ गर्ने, फौजदारी यताउता गर्ने मान्छे होइन। त्यसो हुँदाखेरि विक्रम कुमालको आमा फिष्टबार कुमालको श्रीमतीले नै मेरो छोरालाई चाहिँ यस्तो यो काम्ने सामने आउँछ, देउता आएको छ, ऊ धर्मराज कुमाल, कर्णबार कुमाल भन्ने मान्छे मृतक धर्मराज कुमाल चाहिँ धामी पनि हो। त्यसो भएकोले उहाँले मेरो छोरालाई यसो अक्षता देऊ न त, अलि ठिक गरिदेऊ भन्ने हिसाबले उहाँले बोलाउनु भएछ। बोलाउनु भइसकेपछि ऊ यो घरमा आइपुगेन। नआइपुगेपछि टिकाराम कुमालको घरदेखि घरको आसपास आइपुग्दाखेरि नै विक्रम कुमाल भनेको पीडक, खुकुरी प्रहार गर्ने मान्छे, उसले चाहिँ धर्मराज कुमारलाई चाहिँ निर्मम हिसाबले खुकुरी प्रहार गरेर हत्या गरेको चाहिँ हामीले पनि भेटियो, देखियो। र यहाँका स्थानीयले मलाई पनि खबर गरिसकेपछि म अहिले पनि यो चाहिँ स्थलगत यहीँ छु र मैले मेयरबार कुमालको एउटा चाहिँ भ्यानमा उसलाई खाँदबारी हस्पिटल पुर्याउने व्यवस्था समेत मिलाएको हुँदाखेरि अब भोलि सत्य तथ्य के हो, घटनाप्रतिको चाहिँ प्रहरीले अथवा चाहिँ यहाँका सबै चाहिँ सरकारवालाहरूले चाहिँ त्यसको सत्य तथ्य छानबिन भएर निष्कर्ष निक्लिएला। त्यसका लागि मैले समन्वय गर्ने कुरा यहाँहरूको पनि साथ सपोर्ट र मेरो पनि गर्दाखेरि सबै कुराहरू मैले गर्ने नै छु। यहाँहरूको लागि मैले यहाँहरूले राखेको क्वेसनमा मैले यति कुराहरू। अब अध्यक्षज्यू, तपाईँ यहाँको वडाको अभिभावक पनि हुन्छ, यहाँ सबै घर घर प्रत्येक व्यक्ति नै जान्नुहुन्छ। उहाँहरूको व्यक्तिगत रूपमा तपाईँको कुनै आशंका, उहाँहरूको व्यक्तिगत रूपमा केही त्यस्तो तलमाथि विगतको दिनमा थिए कि थिएनन्, कस्तो तपाईँलाई के लाग्छ? यो छैन। यहाँ कुमालहरू बढी हुनुहुन्छ तुमलिङ टारमा चाहिँ, र कुमालहरू बढी भए तापनि उहाँहरूले बिहान हामी चिया खान्छौँ भने उहाँहरूले आफ्नै किसिमले संस्कार संस्कृति अनुसारले उहाँहरूले कल्चरल हिसाबले आफ्नो किसिमले खानपानका व्यवस्थापनहरू आफै गर्नुहुन्छ। त्यसो भएको हुनाले आज जसले खुकुरी प्रहार गर्यो उसलाई पनि यो कुरा थाहा छैन र उहाँहरू छिमेकी नै हो र यसले पनि नियत बस उसलाई चाहिँ त्यो प्रहार गरेको होइन। तर यो भयो के भन्ने कुराहरू आश्चर्यजनकै छ। तर उसलाई मैले यो मान्छेलाई खुकुरी प्रहार गर्ने उसलाई थाहा छ कि छैन, के कारणले गर्यो अथवा चाहिँ हामीले पनि यो बुझिरहेको छैनौँ। उसको घर परिवार उसका दाजुभाइहरूसँग बुझ्दाखेरि पनि कहिल्यै काहीँ नराम्रो ऊप्रतिको यस्तो प्रतिशोध साध्ने हिसाबको काम चाहिँ कहिले पनि भएको छैन र प्रतिशोध साध्नु पर्ने कारणहरू पनि काहीँ छैन भन्ने कुरा उसका परिवार र उसका दाजुभाइबाट पनि मैले त्यो कुरा बुझेको छु। अलिकति मादक पदार्थ सेवन गरेर दुईजना बीच आपसमा लडाइँ खेलेको हो कि यसो हेर्दाखेरि त्यहाँ जुन झाडी मारिएको थियो नि त्यो घटना घटेको ठाउँमा, हजुर, रक्तम्य भएको ठाउँमा, हजुर, अत्याधिक मादक होइन। धर्मराज कुमारले आजको दिनमा ऊ मर्दै गर्दा पनि म के तथ्य साथ भन्न सक्छु भनेदेखि ऊ बिहानदेखि मादक पदार्थ सेवन गर्ने मान्छे हो, आज पनि गरेको छ। ऊ मृतक छ तर उसले मादक पदार्थ सेवन गरेको छ। तर मादक पदार्थ सेवन गर्दै गर्दा पनि उसले कहिल्यै आफ्नो घरभन्दा बाहिरका मान्छेसँग कहिल्यै नराम्रो बोल्दैन, नराम्रो वचन गर्दैन, लडाइँ झगडा पनि नगर्ने मान्छे हो। र अर्को कुरा यो खुकुरी प्रहार गर्ने मान्छेले त अब उहाँहरू यहाँ छँदै हुनुहुन्छ घर परिवार, ऊ विगत 5-7 दिनको पिरियडमा, यो 5-7 दिनको पिरियडमा उसलाई धामीको जस्तो काम्ने, शरीर काम्ने त्यो पीडाले गर्दा ऊ पनि चाहिँ त्यो खालको छ भन्ने मात्रै मैले बुझेको थिएँ। मैले भेटेको थिइनँ उसलाई, उसको दाजु अथवा अरूबाट मैले त्यो बुझेको थिएँ। त्यसो भएकोले धर्मराज कुमाल मृतकले चाहिँ मादक पदार्थ सेवन गरेको थियो आज, तर
खुकुरी प्रहार गर्ने मान्छेले चाहिँ गरेको थियो भन्ने मैले उनीहरूको परिवारसँग बुझ्दा पनि आज पनि त्यो सेवन गरेको थियो भन्ने कुरा मैले बुझेको छैन। अब तपाईँ यो वडाको अभिभावक हुँदै गर्दाखेरि केही महिना अगाडि पनि तपाईँकै वडामा यही माथिल्लो चाहिँ कुमाल बस्तीमा है परिवार भित्रैबाट त्यहाँ चाहिँ यो खालको घटना घटेको छ होइन। यो खालको घटना यहाँ दोहोरिरहेको अवस्था देखियो कि। अब यो घटना यस्तो खालको घटनाहरू न्यूनीकरण गर्नको लागि चाहिँ तपाईँको तहबाट के कस्ता पहल कदमीहरू होला आगामी दिनमा तपाईँको वडामा यो खालको घटना नघटाउनको लागि चाहिँ अब कसरी सचेत गर्नुहुन्छ के छ अलिकति यसबारे? यहाँलाई धन्यवाद छ, साह्रै राम्रो प्रश्न गर्नुभयो। हामी विगत 10 वर्ष अगाडि टिकाराम कुमाल हुनुहुन्थ्यो वडा अध्यक्ष, यही समुदायको एउटा चाहिँ जनप्रतिनिधि हुनुहुन्थ्यो। उहाँ हुँदादेखि नै हामीले कुमाल विशेष गरी अरू धेरै जात हुनुहुन्छ 9 नम्बर वडामा, यो विशेष गरी हामीले कुमाल जातको लागि यो समुदायको लागि केही गरौँ भन्ने खालको होटोटी उहाँ टिकाराम कुमाल हुँदैदेखि, म गौतमकै छोरा भए तापनि कुमाल गाउँमै जन्मिएँ, कुमालमै हुर्किएँ, उनीहरूसँगै हुर्किएको हिसाबले मैले के उहाँसँग सल्लाह लिएँ भनेदेखि कसरी हामीले कुमाल समुदायलाई अगाडि बढाउन सकिन्छ, सचेत गर्न सकिन्छ होइन। कल्चरल हिसाबले उहाँहरूले बिहान उठ्ने बित्तिकै चाहिँ हामीले चिया खान्छौँ भने उहाँहरूले जाँड खानुहुन्छ, त्यसलाई कसरी चाहिँ हामी परिमार्जित गर्न सकिन्छ, डाइभर्ट गर्न सकिन्छ होइन। के अरे चाहिँ कालो चिया खुवाउन सकौँ नि त उहाँहरूलाई भन्ने हामीले प्रयासहरू गऱ्यौँ। त्यसो गर्दा पनि उहाँहरूले चाहिँ के भन्नुभयो भनेदेखि के गर्नुभयो भनेदेखि हामीले प्रयासहरू गऱ्यौँ होइन। अब यो तत्काल हुने चिज तपाईँको 2 वर्ष 3 वर्ष सकिँदैन। हामीले त्यति बेलैदेखि थालेका हौँ। म जनप्रतिनिधि 79 सालभन्दा अगाडि नै टिकाराम कुमालको पालादेखि नै हामीले त्यसमा लाग्यौँ र हामीले प्रयास गऱ्यौँ। गर्दाखेरि केही कुराहरू भएको छ, धेरै जिरो होइन, केही पनि नभएको होइन, तर हामीले गर्न खोजेका कुराहरू सुरुवात भएको छ। तर तपाईँको चाहिँ 2-4 वर्ष लाग्छ, 5-7 वर्ष लाग्दो रहेछ यो कुराहरू। समाज परिवर्तन गर्न तपाईँको 1 वर्ष 6 महिना 3 महिनामा यो नहुँदो रहेछ। त्यसो भएर हामीले कोसिस गरिरहेछौँ, अभ्यासहरू गरिरहेछौँ। त्यसो भएकोले अबको 2-4 वर्षभित्र हामीले यस्ता कुराहरू जबरजस्ती करणी भयो, यस्ता हत्याका कुराहरू भयो, खुकुरी प्रहार भयो, घाँटी न्याकेर मार्ने कुराहरू भयो, उहाँहरूलाई जनचेतनामूलक कार्यक्रमहरू हामीले राखेका छौँ होइन। वडाले बजेट विनियोजन गरेरै यस्ता खालका कुराहरू राखेको छ होइन। त्यसो भएकोले यहाँहरूले गर्नुभएको क्वेसन अत्यन्त राम्रो छ। यहाँहरूको पार्टबाट पनि यहाँहरूको चाहिँ उबाट पनि यसलाई सपोर्ट होस् होइन। तुमलिङ टारको विषयमा 9 नम्बरको विषयमा यहाँहरूले पनि सकारात्मक भूमिका खेलिदिनुहोस्। जनप्रतिनिधिको हिसाबले हामीले पनि के गर्न सकिन्छ यहाँहरू र हामी साथ सपोर्ट गरेर यो समुदायलाई अझै चाहिँ अरू राम्रो बनाउने हिसाबमा जाउँ भन्ने। हुन्छ अध्यक्षज्यू, समय र संवादको लागि धन्यवाद। अहिले हामी चाहिँ वडा अध्यक्षज्यूसँग कुरा गऱ्यौँ। घटनास्थल क्षेत्रमै छौँ र रातको 10 बज्न लागेको छ, त्यही पनि हामी यहाँको अपडेट यहाँलाई गराइरहेका छौँ।